ठाउँहरूले आवाजले होइन मौनताले तान्छन्। हामी कुलेखानी घुम्न आएका थिएनौँ। हामी यहाँ सबैबाट हराउन आएका थियौँ। अनि कुनै तरिकाले यो ठाउँले हामीलाई बुझ्यो। यो बाटो गन्तव्य जस्तो थिएन, आफ्नो केही भाग पछाडि छोडे जस्तो थियो। हरेक मोड शान्त हुँदै गयो। हरेक किलोमिटर एकैसाथ भारी अनि हलुका लाग्यो। जब आगो बल्न थाल्यो, हामीलाई शब्द चाहिन छोड्यो। रात अन्त्य नहोला जस्तो लाग्यो। र माथि चन्द्रमा बगिरह्यो, जस्तो समय कसैको लागि रोकिँदैन। एन्ड यस वी आर फाइनली एट कुलेखानीको किनारामा होइन। अब हिजो राति अलिकति ढिलाइ भयो कि त्यही भएर केही पनि देखाउन पाइएन। अहिले चाहिँ हामी सकेसम्म चाँडै उठेर यो कुलेखानी ड्यामको चाहिँ तपाईँहरूलाई सम्पूर्ण भ्यू देखाउने नै छु। हस्, धन्यवाद। दिनको उज्यालोमा कुलेखानी अलि भिन्न देखियो। यो ठाउँ जस्तो लागेन, यो सम्झना जस्तो लाग्यो। हामी चाहिँ खाजा पनि खाएर होइन, खाजाहरू नास्ता ब्रेकफास्टहरू गरेर अब मोहिनी झर्नातिर जाने भन्ने सोच गर्दै थियौँ। त्यही क्रममा चाहिँ यहाँ यस्तो एकदमै राम्रो एउटा झोक्ने पुल रहेछ होइन। अनि यो पनि अब तपाईँहरूलाई म मेबी एरियल भ्यू देखाउँछु है, तपाईँहरूलाई कस्तो लाग्छ। अब यो ट्याक्कै हाम्रो यो मानसरोवर ड्यामकै होइन, कुलेखानी ड्यामकै माथि रहेको पुल, दुईटी डाँडालाई जोडेको पुल हो। यो चाहिँ हेर्नु न कस्तो लाग्छ तपाईँहरूलाई। हामी दौडन थाल्यौँ, कतै पुग्न होइन, केही महसुस गर्न। त्यो पुलले दुई किनारा जोड्यो। यसले हामीलाई मौनतासँग जोड्यो। कस्तो आयो थोरै न बिगार्नु लाग्यो जाने कहाँ एकअर्कालाई हेर्ने हो उत्तम चिया मानसरोवर माथिको चिया ब्लोर भएन क्या भाइ के भयो भने ब्लर भएन क्या के भयो भने फोरग्राउन्ड ब्लर भएन भाइ। अब अनसेटिस्फाइड भयो क्या फोटोबाट। अब के गर्ने त अब। अब चाहिँ हामी यहाँबाट चाहिँ बोट लिएर मोहिनी झर्नातिर जान्न हो। अब हेरौँ कस्तो हुन्छ बिचको यात्रा। अहिले चाहिँ हामी अब यो के अरे कुलेखानीको उसमै आइसक्यो, खानीमै आइसक्यो। पछाडि हेर्नु न यस्तो दामी दामी बोटहरू, स्पिड बोटहरू। यहाँको एम्बियन्स भाइ पनि राम्रै भइरहेछ होइन। अब चाहिँ हामी बोटमा चढेर तपाईँहरूलाई कस्तो देख्छ सब देखाउने नै छौँ। हस्, धन्यवाद।
कुरिराखेका छौँ। हामी अब छुट्टै होइन प्राइभेट बोट जसरी जानको लागि वी आर वेटिङ फर द बोट एन्ड बोट चाहिँ त्यहाँबाट आउँदैछ हेर त We are excited. के भन्नु कि जसरी लाग्छ कि त्यही गएर पौडी खान जस्तो कुरिरहेको। मास्तिर पनि हेरिरहेको गइसक्यो यता फर्कनु बाबु कस्तो महसुस कस्तो अनुभव हुँदैछ कुरे चराउँदै चरा पानी छिटो बगिरहेको थिएन तर कहिल्यै रोकिएन र हामी पनि त्यसैसँग बग्यौँ समयको सोच बिना पाइलट के औँलाले पो गरे हो त तिमी त औँलाले कुछ कुछ गरे हो त स्पिड भएको बिचबाट छिर्नु मैले सोचेको पनि थिएन है म यहाँ आउँछु भनेर तर आइपुग्यो क्या कसरी आई डोन्ट नो तर तपाईँहरू नै आउनु मलाई त मजा आइरह रमाइलो भइरहेछ होइन मौसम पनि आज फेरि नाइस मौसम पनि राम्रो भएको छ क्या यहाँ हेर्नु न अब यो नेपाल जस्तो पनि लाग्दैन क्या अब भनिदिने भने काठमाडौँबाट अलिक नजिकै छ होइन 2 घन्टामा आइपुग्छ हिजो आउँदाखेरि चाहिँ अलिकति राति आयौँ रसमा भयो होटेलहरूमा नि अब राम्रो होटेल नि बस्नु पाइएन तर ठिकै छ होइन होटेलको कसलाई बाल भएर यो भ्यू हेर्नको लागि आयो खासमा बोटिङ नि गरिसक्यो अब यो भ्यू इन्जोय हल्का फुल्का टिकटक सिकटक बनाइन्छ अनि अर्को झर्नातिर लागिन्छ होला र मेरो सिनेमाटोग्राफर भाइलाई धेरै धेरै धन्यवाद यस्तो मेहनत गरिदिएकोमा कतै पहाडको काखमा लुकेको पानीको आवाजले मात्र बन्ने एउटा ठाउँ मोहिनी झरना जहाँ प्रकृतिले आफ्नै कथा बगाउँछ मोहिनी झरना फाइनल्ली आइसकेको छौँ तर यहाँसम्म आउनलाई चाहिँ नि गाँड गुलेटी सब चिप्लिसक्यो मेरो हड्डी सड्डी स्कुटरमा आएको झन् दामी भयो अब मोहिनी झरनाको सडहरू देखाउँछु म तपाईँहरूलाई है त हस् धन्यवाद हामी मोहिनी झरनाको बाटो हिँड्दैछौँ मोहिनी झरना के भन्न चाहनुहुन्छ सी यु एट मोहिनी झरना जाम हामी अब मोहिनी झरनाको बाटो त माथि उता बस झरनाको आवाज ठुलो लागेन यो शान्ति जस्तो लाग्यो सायद यात्रा टाढा जानु होइन
सायद फेरि केही वास्तविक महसुस गर्नु अनि सायद केही ठाउँहरू सधैँ हाम्रो साथमा रहिरहन्छन्। Jump, jump! साथी हो अब मैले झर्ना नि आइयो फ्यामिली खेलियो आइयो खाइदियो अब आजको भ्लग यति नै थियो। हस् धन्यवाद।